पत्रकार भन्ने बित्तिकै मेरो दिमागले कसरी सोच्न थाल्छ भने म मेरै आफ्नी आमालाई देशसँग तुलना गर्न थाल्छु र जनतालाई मेरा आफ्नै परिवार अनि यिनको रक्षा गर्नु मेरो धर्म। अब मलाई भन्नुहोस्, यदि तपाईँको आमालाई राक्षसहरूले बेच्न खोजिरहेका छन् भने तपाईँ के गर्नुहुन्छ? कि बलात्कार गर्दै बेचिदिनुहुन्छ? 30 वर्षमा खर्बौको अपचलन भएको छ। प्रहरी फाइल खोल्नै मान्दैन, सिआइबी अनुसन्धान नै गर्दैन, न्यायाधीश त्यो केस नै हेर्दैनन्। यस्तो हुँदासम्म पत्रकार केही नबोली बस्छ। मिटिङ रुममा गहिरो खोज अनुसन्धान सबै प्रहरी सिआइबी न्यायालयसँग समन्वय गरेर आफ्नी आमा बेच्नेहरूलाई जनता सामु पर्दाफास गर्ने धर्म होइन पत्रकारको। यो 30 वर्षमा लुटेका र भएका अथार्थ कुरा जनतालाई भन्नु छैन। त्यही पुराना बेतुका भाषण अन्तर्वार्तालाई खबर भन्दै जनता भ्रमित र आमा बेचिरहेका छन्। छाप्नुपर्ने यथार्थ खबरको उदाहरण दिन्छु म। 30 वर्षमा गरेका बाचा कति पूरा भए? के छ देश र जनताको हविगत? के सबै निकायले भ्रष्टाचारीको फाइलमा अनुसन्धान गर्दैछ? यति धेरै काण्डै काण्ड छन् देशमा। न पुलिस, न अनुसन्धान गर्ने सिआइबी, न न्यायमूर्ति, न पत्रकार, कोही केही बोल्दैन। अनि देश संसारकै भ्रष्ट र गरिब नभए के हुन्छ? सत्यमा अडिग भएर आमा बेच्ने भ्रष्टहरूको नालीबेली जनता सामु ल्याउनु पर्नेमा उनीहरूकै तलुवा चाटेर पत्रकारको हतियार आमा बेच्नेहरूलाई नै बचाउन प्रयोग गरिरहेका छन्। दशकौंदेखि केही मुठ्ठीभरका भ्रष्ट शोषक वर्गले आमालाई बलात्कार गर्दा ढोकामा कुरुवा बसेर आफ्नी आमाको बलात्कार भएको हेर्दै ताली पिटिरहेका छन्। यहाँ यदि यो कोही पत्रकारले सुन्दैछ भने हाकिमको वा कसैको दबावमा चुप लागिरहनु भएको छ भने आजै रोक्नुहोस्। आफ्नी आमा र परिवार बचाउने धर्म निभाउनुहोस्।